What's up beautiful people, it's me in the from the light of Asia. I hope हजुर सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशा छ गाइस। मेरो नाम इन्द्र थापा फ्रम बुटोल। सो गाइस, सबैजनाले कहिले पनि मनमा आतुरता नलिएर नहिँडिदिनु होला। धैर्यता एकदम मनमा जरुरत छ हेर्नुस्, किनकि मान्छेलाई जिन्दगीमा अप एन्ड डाउन चाहिँ एकदम आउँदो रहेछ है। त्यो कुराहरू मैले पनि एकदम फेस गरेको कुराहरू हो। सो कसैलाई पनि अलिकति गाह्रो अप्ठ्यारो फिर परो भन्दैमा डिमोटिभेट नहुनु होला। आफूले आफूलाई मोटिभेट गरेर हिँड्नु होला, किनकि प्रायः अब लेडिज भन्दाखेरि अलिकति जेन्ट्सलाई चाहिँ यो जिम्मेवारीले एकदम धकलेको छ अहिलेको स्थिति। मैले धेरैजनाको देखेको छु है। अलिकति हुन्छ नि, केटा मान्छे भइसकेपछि घरको आर्थिक स्थिति परिस्थिति र समाजले गर्ने त्यो घृणता सबै कुराहरू चाहिँ देखिरहेको छु। कतिपय कुराहरू आफैले पनि फेस गरेको छु। सो कतिपय साथीहरूको मुखबाट सुन्छु क्या, लाइफ इज नो मर्सी, अब केही पनि छैन लाइफमा भन्नुहुन्छ क्या। दिस इज नट गुड माई फ्रेन्ड। त्यो चाहिँ एकदमै गलत है। तपाईँहरूले त्यो सोच्नु चाहिँ एकदमै गलत हो। मैले यो कसैको लागि पर्सनल्ली भन्न खोजे होइन कि, तर धेरैजनाको मैले गुनासो सुनेको भएर चाहिँ मैले यो कुराहरू राख्दैछु। लाइफ इज सो ब्युटिफुल गाइज है। तपाईँले कसरी जिउनुहुन्छ भन्ने कुरामा भर पर्ने हो। लाइफ तपाईँले जिन जानुहुन्छ भने एकदमै राम्रो छ। तर तपाईँले यही लाइफलाई अलिकति नराम्रो तरिकाले नेगेटिभ साइडबाट चाहिँ यो लाइफलाई चाहिँ हेर्नुहुन्छ भने एकदमै खराब छ। तर लाइफलाई कसरी जिउने, कुन बाटो लाने, कसरी के गर्ने भन्ने कुरा हजुरको हातमा छ। अप एन्ड डाउन भन्ने कुरा आउँदो रहेछ जिन्दगीमा है। एकदमै मैले नै आई एम लिभिङ राइट नाउ 3 इयर्स भयो है। म चाहिँ घर बस्नु लाग्यो। यो कुराहरू चाहिँ कतिपय कुराहरू चाहिँ मैले पनि फेस गरिरहेको छु। अनि मैले फेस गरेको भन्दा नि मैले मेरो धेरै साथीहरूबाट पनि सुनिरहेको छु क्या। सो गाइस, स्पेसली यो भिडियो चाहिँ मेरो मित्रहरूको लागि है। अलिकति जो नेपालमा हुनुहुन्छ, बेरोजगारी छ, सो एकदमै हुन्छ नि पीडादायक छ। स्पेसली उहाँहरूको लागि यो भिडियो चाहिँ बनाइदिएको छु। सो सबैजनाले मन पराइदिनु होला। सो गाइस, स्टे हम्बल है। सबैजनाले एकदमै अनि मनता धैर्यता राखिदिनु होला। सो सबैजनाको दिन आउँछ। Thank you so much guys watching this video, and once again like, comment, subscribe.